एकैचोटी गर्दा त असर गर्छ नि। अहिले सरकार पो तपाईहरुले नयाँ पाउनुभयो त। अरु बाँकी सत्ता कसको छ अहिले पनि? कर्मचारीहरु छन्। कर्मचारी तन्त्र के कारणले अहिले पनि बकबक गरिरहेछन् मान्छेहरु? सरकारमा नभए पनि सेनामेना हेर्नुस् कतिवटा लिएर हिँड्दा रहेछन्। एउटा मान्छेको पछाडी 52 जना हुँदो रहेछ, कतिपयको 47 जना हुँदो रहेछ। आई एम द स्टेट भनेर कसरी भन्या रहेछ उनीहरुले? सेनामेना सबै आफ्नो वरिपरि छन्। सरकारमा नभए पनि म त सरकारमै छु जस्तो, म नै राज्य हो जस्तो जुन खालको आइरहेको थियो नि, त्यो सरकारले चाहिँ अर्गानिक वेमा ट्रिटमेन्ट गरिरहेछ। त्यहाँ त्यो विकृति हो, त्यो रोग हो, त्यो रोगको चाहिँ ट्रिटमेन्ट अहिले अर्गानिक वेमा गरिरहेछ। उनीहरुको सेक्युरिटी अहिले तान्दियो नि, अझ सेक्युरिटीहरुलाई त घरमा लगेर भान्से बनाएको छ रे, नोकर चाकर बनाएको छ रे, पिएसओ लगेर ड्राइभर बनाएको छ रे। यो राम्रो कुरा हो? एउटा वर्दीवालालाई त्यो गर्नु राम्रो हो त? वर्दीको कत्रो इज्जत छ? तपाई हामी गाउँबाट आएको मान्छे, कतिपय त हामी आर्मीकै पुलिसको फ्यामिलीको मान्छे हो। एउटा वर्दीधारीलाई लगेर नोकर बनाउने कुरा राम्रो हो हैन? सहयोगी बनाउने कुरा राम्रो हो, भान्से बनाउने कुरा राम्रो हो? त्यो त अहिले हामीले त्यसलाई करेक्सन गर्यौ नि। त्यो लिखित रूपमा हामीले निर्णय गरेर गरेछ, कुनै स्टन्ट गरे हैन। मैले निर्देशन दिए भनेर पपुलारिटी गेन गर्नको लागि बाहिर भाषण गरे हैन। यो चाहिँ निर्णय गरेछ, यो निर्णय गरे हो, यो निर्णय देन एन्ड देयर कार्यान्वयन गरेछ। बुद्धिजीवी वर्गले तपाईको कार्यप्रति एकदमै क्लियर रूपमा जुन यो भाँडभैलो मचाउने, अशान्ति फैलाउनेहरु बाहेक हाम्रा जति पनि नेपालीहरु वास्तवमै देशभक्त आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरु हुनुहुन्छ, उहाँहरूले तपाईको कामलाई मनन गरेका छन्। अब बाँकी कुराहरु पनि तपाईले केही कुराहरु चाहिँ अलिअलि कुराहरुलाई अझै स्पिड अप गर्नुपर्ने, अझै एक्सपेडाइट गर्नुपर्ने कुरामा म निरन्तर लागेको छु। मैले एकैचोटी 10, 20, 30 वटा प्रायोरिटीहरु सँगसँगै जान्छ। मेरो गृह मन्त्रालयको त्यस्तो जिम्मेवारी छ। धेरैवटा प्रायोरिटी सँगसँगै मैले ह्यान्डल गर्नुपर्छ। त्यसमध्ये कहिलेकाहीँ हाम्रो अब फोन नउठ्ला हैन, कहिलेकाहीँ भेट नहोला, तर भेट नभए पनि फोन नगरे पनि म अर्को काममा भइराखेको हुन्छु। अहिले धेरै काम त यहाँ देखिँदैन हाम्रो। हामीले कोही मान्छे मर्न दिएन, कहीँ झैझगडा भएन भने त्यो हाम्रो ठुलो काम हो, तर त्यो काम हामीले यो गर्यौं भनेर देखाउन मिल्दैन। बीचमा अब यहाँ द्वन्द्व फेरि दोहोरिन्छ कि भन्ने कत्रो अब एउटा चाहिँ हामीले चिन्ता थियो। द्वन्द्व दोहोरिएपछि फेरि स्थिति असामान्य बन्यो कि भनेर हामीले यो बीचमा स्थितिलाई सामान्यीकरणमा लग्यौं। स्थितिलाई सामान्यीकरणमा लगेको कुरा चाहिँ केही पनि नभएको जस्तो हो नि, स्थिति त यथावत हो। तर त्यो नै ठुलो काम हो गृह मन्त्रालयको। त्यो केही काम देख्नुहुन्न, तपाईले के गरिस् भन्दा केही पनि गरेको छैन। तर द्वन्द्व हुन दिएन होला नि त, शान्ति सुरक्षा भड्किन दिएन होला नि। हो, यस्तो खालको काममा हामी लागिरहनुपर्छ। संवेदनशील काम छ यो कुरामा पनि मैले यति भने है। अरु त्यो संयन्त्रलाई अझै एक्टिभ बनाउँछौँ हामीले। आन्दोलन क्रममा ताकी गोली प्रहार गर्न जिम्मेवारीमा रहेका तत्कालीन सरकारका प्रधानमन्त्री, गृहमन्त्री र सिडिओलाई निष्पक्ष छानबिन गरी कारबाहीको दायरामा ल्याउनु पर्ने, यो चाहिँ जाहेरी परिसकेको छ। जाहेरी चाहिँ परेपछि केही चाहिँ त्यहाँनिर असहज परिस्थिति आएको हो। त्यहाँनिर यहाँहरूले समाचारमा पनि सुन्नु भएको छ। यो असहज परिस्थिति कोले ल्याउनु हो, के गर्नुभयो हैन, सरकार के चाहन्थ्यो यहाँहरूलाई थाहा छ। त्यसमा यो थाहा पाउँदै गर्नु होला। इतिहासले यसको मूल्याङ्कन गर्छ। हामी अहिले पनि प्रयासरत छौँ। यो चाहिँ न्याय माग्ने चाहिँ पीडितको अधिकार हो। पीडितले जुन संयन्त्रबाट गर्छु भन्छ त्यही संयन्त्र क्रियाशील हुने हो। यो सबैको लागि, फेरि मैले भने म पीडितको अधिकारको लागि लडेको मान्छे हो। भिक्टिमको राइट हो यो। भिक्टिमको राइट अनुसार उसले आयोगबाट न्याय माग्छ कि उसले चाहिँ नियमित फौजदारी यो प्रणालीबाट चाहिँ न्याय माग्छ, पीडितको अधिकारको कुरा हो। पीडितले ल्याइसकेपछि कानुन सम्मत रूपमा जवाफ दिनुपर्छ। त्यसको कानुन सम्मत रूपमा दर्ता गर्ने भए दर्ता गर्नु पर्यो। दर्ता हुने चिज, दर्ता नहुने हो भने कसैले हिम्मत छ भने लेख्नु पर्यो नि त। यो कारणले दर्ता भएन भनेर भन्न सक्नु पर्यो नि कसैले, अनि त्यसको परिणाम पनि भोग्नु पर्यो। यदि न्यायको बाटो कसैले अवरुद्ध गर्छ भने त्यो अवरुद्ध गर्ने मान्छे चिनिनु पर्यो, व्यक्ति पनि, र उसले चाहिँ त्यसको जिम्मेवारी लिनु पर्यो। इतिहासले पनि चिन्नु पर्यो, हाम्रा राज्यका संयन्त्रले पनि चिन्नु पर्यो। कुरा यति हो, क्लियर। भिक्टिमको अधिकारको कुरा हो यो।